हेलो गाइज सम्पूर्ण नेपालीहरूलाई म हेर्दैदेखि नै म बिचमा हाँसो लाग्यो म त्यहाँ हाँसो नकटा भए होला रोक है म यस्तो जोरदार भिडियो बनाउन गइरहेको छु मेरो यो युट्युब च्यानल एनिमी सोकलाई यसो सब्सक्राइब गर्न पक्कै पनि नभुलिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु। म आज फर्स्ट भ्लग बनाउन गइरहेको छु। म एकदम कमेडी यो नि भाइ के अरे तिम्रो नाम? गोपाल चाइना गाउन गोपाल है ना। यो कहाँ को? हङकङ को। ए भाई इधर देख। ठीक है कोई बात नहीं। यहाँ पे थोड़ा सरी मैं हिंदी बोल्न लागि क्या तपाईहरुलाई यो फुल भिडियो म तपाईहरुलाई देखाउँछु हाम्रो होटल कस्तो छ। बाहिरतिर जान्छु हेर गाइज। मैले काम गर्ने भनेको चाहिँ आज हामी लापिनोस बिजामा हो हैन। हामी एकदमै यहाँ चिल पारामा काम गर्ने हो। अहिले चाहिँ हाम्रो कस्टमर कोही पनि छैन क्या यहाँ हैन गाइज। हेर देख्न सक्नुहुन्छ यहाँ पुरा खाली छ गाइज हैन। यता पनि खाली छ, यता पनि खाली छ, यता पनि खाली छ। राति चाहिँ माटो नै त्यो मच्छर आउँदैन जस्तै मच्छरहरू टोक्न आउँदैन घरमा सुत्दाखेरि हो त्यसरी आउँछन् यहाँका नखाने माटोक्ने डाङ्ग्राहरू गाईका तिनी के भन्ने हैन। अब तपाईहरुलाई म बाहिरतिरको दृश्य देखाउन जान्छु हेर्नु। बाहिरतिर त्यहाँ पब्लिकहरू हेर त्यसै खासै क्लियर छैन गाइज हैन। म तपाईहरुलाई आज म भित्र देखाउन गइरहेको छु। अनि ल हाम्रो होटल चाहिँ यति हो। आज म जस्ट फनी भिडियो बनाउन गइरहेको छु। अनि यहाँ साथीहरू छन् के टन्नै हैन। हाम्रो साथीहरू डक्क बारी हिँड्ने हो। अनि हाम्रो होटल चाहिँ चल्दैन खासै है गाइज, खाली छ। तपाईहरु देख्न सक्नुहुन्छ पुरा खाली छ। अनि मच्छर आउँदाखेरि आउँछन्। ओइ लाडु तँ बोल त नेपाली बोल। मलाई लाग्दैन डर मेरो नेपालमा घर। फेर बोल। मलाई लाग्दैन डर मेरो नेपालमा घर। हामी ऱ्याप हान्दै बस्ने हो हैन टक्क हैन। यहाँ पुरा हामी ए मुजी बोल न कुछ। ए मेरो नेपालमा गड लाग्दैन डर। ए यो भन्छ ए नेपाली बोलो त कुछ। हाँ अरे बोलो तो यार। ये नेपाली सीखा ये भी ये भी हिंदी है। हाँ ठीक है नेपाली सीखा हूँ मैंने। नेपाली बोल तो भाई। नेपाली? हाँ बोल तो। नेपाली में कैसा बोलते हैं? हम कहाँ से आया है उधर से नेपाली बोलो यार। अरे यार ये हिंदी बोल रहा है नेपाली बोल। मार ठासले हानिदिन्छु भन। मार ठासले हानिदिन्छु भन। मार ठासले हानिदिन्छु फेरि। यहाँ यस्तो यस्तो सिकाउँछौँ है। यो देशी हो। अब हो हामीले राम्रो हानेर ऱ्याप हान्देऊ त एउटा गाइज हेर्नुहोस् है। तिमी हान न रे। ल नेपाली सिकाएको यो क्लियर नेपाली बोल्छ दाइ है यो दाइ। हजुर हेर्नुहोस् के आयो कि अब हामीले अब नेपाली कुराहरू गर्नको लागि यहाँबाट सिकेको के भाषा केटाहरूबाटै सिक्दैछौँ हामी। त्यही कारणले अब नेपालीमा कुरा गर्छौँ राम्रो लाग्छ एकदम। नेपालको सबैभन्दा हुन त यो मान्छे यहीँको इन्डियाको गाइज है। नेपालको सबैभन्दा पर्ने ऱ्यापर भनेको हाम्रो गाउँको केटाहरू छन् भिटेन छन्। यसलाई सब थाहा छ हामीले सिकाइसकेका छौँ। यिनी पनि उहाँका हुन् के आसामतिरको जापानतिर यिनले पनि सिकिरहेछन् है गाइज। ल आजलाई भिडियो यति नै। बाई बाई। सी यू अगेन सी यू सन ओके बाई।